ल सागर सारसिप हामी कहाँ मरुभूमिमा आएको छ सारसिप हामी त आज सेकेन्ड आज थर्ड डे हेर त थर्ड डे पो त है थर्ड डे आज हामी मरुभूमिमा आएको छ त यता चाहिँ बिल्डिङ रहेछ त र यता चाहिँ मरुभूमि जस्तो छ त है बनाएको हो बल्ल यो त हो यो बाटो त उचित लागेन मलाई गाइस ए हिलो छ त यो बाटो त उचित लागेन मलाई त यहाँ त यार ल गाइस हो पक्का यहाँ चाहिँ यो साइड जाम यो साइड कसले बनाएको अरे जोन छ जुन केपी ओलीले अरे ल अब यहाँ हेर्नुहोस् ल पक्का नेपालको जस्तो हो बाटो यहाँ चाहिँ पक्का मोटरसाइकल कुदा जस्तो त बाटो चाहिँ खतरा लिएर आयो गाइजहरूले क्या यार यो त नि हो यहाँ त गम्बुट लाउनु पर्ने रहेछ त क्रक्स सिप्ली लाखेरि क्रक्स ला क्रक्स जिन्दाबाद हो ल हेर्नुहोस् त यो चाहिँ टनल तपाईँ टनल र हाम्रै गर्ने बिल्डिङ यो चाहिँ कसको घर अरे सागर यो भनिदिनु पर्यो कसको घर हो यो रविन्द्रको घर अरे माल ए रविन्द्रको घर हो रविन्द्रले सुरुवात गर्नुभएको यो अगाडि पोखरी पनि हो पोखरी होइन ऊ स्विमिङ भन न स्विमिङ पुल गाइजहरू थर्ड डे आज कति टाक्रे कति बज्यो 3 बजे होइन त 3 बजे थर्ड डे कस्तो लागेको छ गाइस यही पेसमा अब जस गाइजहरूले एकदम मेहनत चाहिँ गाइजहरूले चाहिँ जस इम्प्रुभ गरे जवानहरूले चाहिँ एकदम मेहनत गरेर एकदम राम्रो छ हाम्रो गाइजहरू चाहिँ एकदम जवानहरूले चाहिँ मेहनत गरेर गाइजहरूले एकदम राम्रो छ योभन्दा छिटो पनि हुन्छ अझ अब हामीले चाहिँ के गर्नु प्रयास गर्नु होइन त 2 दिनमा सकेर नआउने 1 दिन चाहिँ रेस्ट हो घरमै बसेर स्यालेरी हो त्यही त 2 दिन आउने त्यही त 6 दिनमा 4 दिन आयो 2 दिन आएन 2 दिन घरमै बसेर रेस्ट स्यालेरी घरमै बसेर स्यालेरी पायो हामीले र गाइस एकदम हामीले चाहिँ मेहनत गर्नुपर्ने छ अवश्य त्यो पनि हुन्छ गाइस र हामीले कडा मेहनत परिश्रम गरेपछि जे पनि कुरा सम्भव हुन्छ होइन त राम्रो छ लगाएर एकदम ल त्यहाँ चाहिँ पुरा डाँडा ढाकेछ कुहिरोले कुहिरो ढाकेछ डाँडा र यता हाम्रो गाइस ल बिल्डिङै बिल्डिङ ल हेर्नुहोस् यता चाहिँ एग्रेसिभको बिल्डिङ ल हेर्नुहोस् आम्मा बिल्डिङै बिल्डिङ र बल्ल राम्रो बाटो है आम्मा धन्यवाद छ हाम्रो बोजूले सफा गर्दै हुनुहुन्छ यो चाहिँ कसले बनाएको अरे अघि त्यो बाटो चाहिँ कसले बनाएको त्यस्तो फरक है राम्रो गर्ने राम्रै भन्नुपर्छ गाइस हामीले खोइ यहाँ त 3 टका कार त छ के अरे कुन हो पनि यसो त्यो चाबीले क्वाक गर्दैन त एकचोटि मर्सिडिज अहिले सर्भिसिङमा दिएको छ बजिङमा हो के अरे कुनै सिङ के अरे अर्को युजे डासिया के अरे के छ अरू टेस्ला छ होइन गाइस लगाइज हामी चाहिँ अब घर जाँदै ल टेक केयर गाइस के अरे सिसी क्यामेरा त किन आज उधो मुन्टै भइरहेछ त गाइस कि माथि फरक के हो यो ला गाइस यहाँ हाम्रो सिसिटिभी चाहिँ यहाँ चाहिँ उधो मुन्टो रहेछ गाइस एकचोटि यहाँ हलो भनिदिनु पर्यो सिसिटिभी बनाइदेऊ न ला सिपिसी लद्राक्कै परेछ सिसिटिभी कसले गर्यो होला यस्तो है यस्तो चाहिँ गर्नु हुँदैन गाइस सिसिटिभी चाहिँ सिसीले हलो भन्दै सिधा गर्दै यार ऊ यताबाट हो यहाँबाट होइन
जाली काट्ने यो को मान्छे हो जाली काट्ने जेसन हो राम्रै गरे ल गाइस जाली काटेर राम्रै गरे हामीलाई सर्टकट भएको छैन त नेपालको किर्ने भन्ने लार किर्ने अरे किर्नेको फुल ल गाइस ल कमेन्ट गर्नुहोस् ल यो किर्ने भन्छ अरे सारले भनेको मलाई चाहिँ थाहा छैन नाम के यसले चाहिँ के हुन्छ खान मिल्छ के गर्नु मिल्छ भोगोटे कालो कालो हुन्छ होइन त कालो कालो खान मिल्छ होइन त अमिलो अमिलो हुन्छ अलि टर टर अर्को एउटा फुल चुस्ने पाला पाउँछ नि पिङ्क कलरको रातो कलरको के भन्छ त्यसलाई यसलाई चाहिँ के भन्छ के फुललाई चाहिँ के भन्छ गाउँमा हो के अरे ओ गाइस ल हाइकिङ हिकिङ नेपालमा सल्लाह सुरिलो हुन्छ यहाँ मेरो बरको ल हेर्नुहोस् ल गाइस घरै घर गाउँमा बडो बिल्डिङ आमा जाम ल गाइस के अरे कहाँ नेपालमा यत्रो बनाउने नेपालमा के अरे नेपालमा तिमीले यत्रो बनायो भने त तिमीले कहाँ गर्नु पर्दैन नि यहाँ पुस्ताले कहाँ सारसित बनाउन सक्छ किन सक्दैन बडा मेहनत परिश्रमका साथ लगन बनाएको है त्यस्तै नेपालमा राम्रो काम गर्ने तान्छ उ गर्छ मान्छेलाई डाँड चाहिँ किन हुन्छ त थाहा जान्न जरुरी छ सबैजनाले है ल हेर्नुहोस् ल ओहो रातो रातो फुल हुन्छ नि यो किन हुँदैन ल मान्छेले गेटमा राख्छ होइन लहरा हुन्छ होइन कुरो त फेरि ट्रेन त टाँसिन्छ नि अर्को हुन्छ नि त्यो एउटा के अरे गाँठो दानावाला क्या कपालमा अड्क्यो भने त कपालमा अड्क्यो भने त कहाँ निक्लिन्छ त्यो त ल फेरि आज हामी अस्तिको बाटो आइएको छ गाइस र यो साला के हो यो कुन फुल अरे यो थाहा छ देख्नु त देखेको कहाँ देखेको देख्नु चाहिँ यहाँ फलै रहेछ हेर्दै भमरा यही हो तिमीले भनेको यही हो कुन चाहिँ ए पल्लोको हो को बोल्दैछ त उता भरे तल ट्याक्कै फेरि गाइस त एक्सर्साइज दह्रो भएछ हिँडा मचेको छ सिसी बोतलहरू पनि छ के हो त्यो पुरा यहाँ चाहिँ गार्डनिङ कसले गोडेको होला यो अरे पुरा गमला छ गाइस ल हेर्नुहोस् त को हुनुहुन्छ हाम्रो जीवन दाइ हाम्रो जीवन दाइ त्यहाँबाट अस्ति नै हाम फाल्नु खोजेको बुद्धिमान सुल्टी क्या यस 1 2 यस 3 4 5 6 7 यता हेर 8 9 10 आमा हिँड्दा नि एक्सर्साइज आमा हाम्रो चाहिँ गाईहरू चाहिँ एकदम फुर्तिलो एकदम तन्दुरुस्त हो के गर्छ होइन आइफोन 16 फेरि खलास होला है आइफोन 16 खलास होला फेरि ब्याट्री सिम कार्डहरू बाहिर निक्लिन्छ अहिलेको फोनहरू झर्ने त मुटु र कलेजै बाहिर निक्लिन्छ के अरे मुटु र अहिलेको फोनहरू त महँगो हुन्छ नि त मुटु कलेज किड्नी सब बाहिर निक्लिन्छ
हो त्यसो हो अरे फेरि एउटा ल राम्रो छ गाइज एकदम